मलाई आमाले कहिले जन्माउनु भयो, बुवाले कसरी हुर्काउनु भयो त्यो छैन क्या। हजुरको श्रीमान कार्य विवाहित कि अविवाहित हो, डिभोर्स हो, त्यो चाहिँ एकदम प्रश्नहरू आउँछ। त्यहाँनिर मलाई खट्किन्छ, कस्तो जीवनमा बाँचिरहेको रहेछौँ हामी। तपाईँहरूले आफ्नो जिन्दगी पार गर्नको लागि एउटा पुरुषसँग जोडिनुपर्छ, विवाह गर्नुपर्छ। हामीले एक पत्ता टिकुली किनेर श्रीमानले दिएपछि लाउन सक्ने हामी महिलाहरू। मेरो दलित सेवा सङ्घको स्टाफले गर्ने सहयोग हामीले भरिपूर्ण सहयोग गर्छौँ। कति त बच्चा-बच्ची जन्मिएका छन्, नागरिकता छैन, जन्म दर्ता छैन, कतिको बस्ने थलो छैन। मेरो आफ्नो आँखाले संसार देखेको छु। किनभने म जुन बच्चा-बच्चीसँग सङ्घर्ष गरेर म यहाँसम्म आएँ नि, त्यतिखेर मलाई अनुभव भएको छ क्या। मलाई श्रीमान हुनुपर्छ भन्नुभन्दा पनि म खुसी कहाँनिर छु। धेरै जस्तो हामी दिदीबहिनीहरूलाई के भनिन्छ भने टुटाउँदा श्रीमानले सम्बन्ध टुटायो भने राम चाहिँ श्रीमतीको जोडिन्छ कि। जसको बस्ने बासै हुँदैन उहाँतिर चाहिँ यदि सन्तान 4 जना, एउटी आमाले 4 वटा 5 वटा 6 वटा सन्तान जन्माइरहेका हुन्छ। आवश्यकताभन्दा बढी चाहिँ कुनै चिजहरू खोज्न हुँदैन। मेरो चाहना छैन भने गाउँ समाज कसैले चाहिँ त्यो भनिदिँदैमा त्यो हुन्छ भन्ने कुरा छैन। मरि लानु के छ र, म आज यहाँ बोलेको छु, अहिले म जाँदा जाँदै रहँदैन कि यो संसारमा। त्यो कारणले गर्दा दुःख मलाई मात्रै छ नभनेर आफूभन्दा दुखीलाई पछाडि हेर्नु। यस्तै हातले घस्रिँदै माग्न हिँड्नु भएको थियो। म उहाँलाई देखेर बाँच्न सिकेको हो क्या। उहाँलाई देखेँ मेरो त हात छ, खुट्टा छ, उमेर छ, म कमाउन सक्छु। तर बिचरा त्यो घसेर हिँड्ने मान्छेलाई पनि बाँचिरहनु परेको छ। त्यही पनि आफूसँग नभएर अर्कोको घरमा गएर मागिरहनु भएको छ। मैले आफूलाई बुढो सम्झेँ भने म कहिले अगाडि बढ्न सक्दैन। त्यही भएर 3टा कुरा चाहिँ मैले जहिले पनि ऐना हेरे पनि मैले आफूलाई राम्रो देख्छु। पढाइमा पनि मलाई पढ्नु छ, लेख्नु छ, अरूले बुझेको जस्तो बुझ्नु छ, अरूले देखेको जस्तो संसार देख्नु छ। मलाई अन्धकारमा बाँच्नु छैन। एउटा आफूलाई खर्च पुर्याउने ठाउँमा गएको छैन, तर आफ्नो पैसा खर्च लगाएर हरेक ठाउँमा एउटा सबै ठाउँमा म पुगेको कारणले गर्दाखेरि मलाई कुनै कुरामा मलाई पछुतो छैन। मेरो श्रीमानले नछाडेको भए म नेता बन्थिनँ। सायद विवाह पनि मैले यही उमेरमा गर्न पाएको भए, यस्तै समयमा गर्न पाएको भए, आफू परिपक्व भएको बेला गर्न पाएको भए मेरो विवाह पनि सायद बिग्रिन्थेन होला जस्तो लाग्छ। पहिला विवाह गर्ने मन नभएको होइन, मन थियो होला होइन। कुन चाहिँ नारीलाई श्रीमानको हात समातेर हिँड्न मन लाग्दैन। सन्तान भइसकेपछि मेरो खुसी भन्दा पनि मेरो सन्तानको खुसी हेर्न पर्ने। मैले राम्रो श्रीमान पाउन सक्छु, तर मेरो बच्चाले राम्रो बाउ पाउन सक्दैन। त्यो कारणले गर्दाखेरि मैले विवाह नगरेको। कसैसँग विवाह गरेर फेरि भोलि बिहान 2 दिन छुटेर बस्नुपर्छ भने त झन् फेरि भोलि मर्नु र बाँच्नु हुन्छ नि त। त्यो भएको कारणले गर्दा त्यति धेरै सोचेको छैन। साथीहरू हुनुहुन्छ, राम्रो श्रीमान भए श्रीमानसँग हो, होइन भने फेरि श्रीमान राम्रो परेन भने घाँटीमा डोरो लगाउनु, मट्टीतेल खनाउनु, ढोकामा चुट्को लगाएर भित्र ढोका थुनेर मर्नुभन्दा उपाय फेरि केही हुँदैन। नमस्कार, म रत्न विद्या नेपाली र आज हाम्रो सारे संवाद पोडकास्टमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। हामीसँग आज हुनुहुन्छ दाङ जिल्लाकी राजनीतिमा विगत लामो समयदेखि सक्रिय लीला दिकेज्यू। यहाँ दिदी, यहाँलाई चाहिँ हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद। र हाम्रो इन्भिटेसन चाहिँ निम्तो स्वीकार गरिदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद। हामीले त हजुरलाई चिनिसकेका छौँ, मोस्टली सबैले चिन्नुहुन्छ। यदि अब हजुरलाई नचिन्नु हुने कोही हुनुहुन्छ भने चाहिँ त्यहाँहरूलाई आफ्नो परिचय हजुर कसरी दिन रुचाउनुहुन्छ? नमस्कार, मेरो नाम लीला विश्वकर्मा, मेरो घर घोराई 10, म दलित सेवा सङ्घ जिल्ला अध्यक्ष, भूमि अधिकार तथा श्रमिक सङ्गठनको केन्द्रीय उपाध्यक्ष, भूमि अधिकार मञ्चको लामो समयसम्म दाङमा भूमि अधिकार मञ्च कुन चराको नाम हो थाहा थिएन। त्यतिखेर सुरुवात गरेर जिल्ला भूमि अधिकार मञ्च गठन गरेर भूमि अधिकार मञ्चको पनि म पूर्व अध्यक्ष। र म सम्पूर्णलाई के भनेर चिनाउन चाहन्छु भने म एउटा पदको लागि मात्र होइन, दुःख परेका सम्पूर्ण मेरा दिदीबहिनी जहाँ जस्तो समस्या छ त्यो समस्यामा गएर अड्डेर 2 शब्द बोल्न सक्ने एउटा महिला हो भनेर म चिनाउन चाहन्छु। मैले चाहिँ अब दिदीको बाल्यकाल बुझ्न चाहे। दिदी यति धेरै सङ्घर्ष गरेर आउनुभएको छ, हजुरको बाल्यकाल चाहिँ कस्तो थियो त? मेरो बाल्यकाल एकदम राम्रो थियो। मेरो बाल्यकाल बुवा मम्मीको धेरै पछि बुढेसकालको छोरी थिएँ। दाजु र दिदी ठुलो हुनुहुन्थ्यो, अनि त्यसपछि जन्मेको। मेरो बाल्यकाल राम्रो भयो। अनि जब 13 वर्षमा विवाह भयो, विवाह भएर त्यो घर बुवा आमाको काखदेखि टाढा अर्काको बुवा आमाको काखमा गइयो।
त्यसपछि दुःखका दिनहरू सुरुवात भयो मलाई। 13 वर्षको सानो उमेरमा विवाह गरिसकेपछि को अनुभव चाहिँ कस्तो रह्यो त? अहिले धेरै कुरा चेन्ज भइसक्यो, विवाहको उमेर पनि 20-21 भन्दा माथि नै तोकिसक्यो। मोस्टली अब त विवाह गर्न पनि रुचाउन्न। अहिलेको लीला र पहिलेको लीलामा के डिसिजन लिनुहुन्थ्यो होला हजुरले? कस्तो राम्रो कुरा, जुन कुराले मलाई जहिले पनि खट्काइरहन्छ त्यही कुरा निकाल्नु भयो बहिनी। सानोमा विवाह गर्दा मलाई मन परेको मान्छेहरू रोज्न पाएनन्, मैले चिन्न पाएन। किनभने अलिकति उमेर पाएको भएको बेला 20-25 वर्षको उमेरमा विवाह भएको भए म 1-2 वर्ष पनि उहाँसँग नजिक हुन्थेँ होला, अनि उहाँलाई चिन्न पाउँथेँ होला र आफूले चाहेको मान्छेसँग विवाह गर्थेँ होला। त्यो सानो उमेरमा बुवा आमाले रोजेर दिएको मान्छे, उहाँको बानी कस्तो, उहाँलाई म मन पऱ्यो कि परेन, मैले उहाँलाई मन पराएँ कि पराएन, त्यो कारणले गर्दा चाहिँ सानोमा विवाह गर्दा त्यति सहज हुँदैन। किनकि आफ्नो हात खुट्टामा अटेर पढेर लेखेर आफ्नो आँखाले संसार देखेर मैले विवाह गर्ने मान्छे मैले चाहेको हुनुपर्छ, त्यो चाहिँ अनुभव भएको छ। जहाँसम्म मैले जानकारी पाएँ हजुरको विवाह चाहिँ लामो समयसम्म रहन टिक्न सकेन। त्यसमा चाहिँ हजुरको के कुराले चाहिँ असर गर्यो? अब जस्तो सानो उमेरमा विवाह गरेर हो कि केले चाहिँ फरक पार्यो त? यस्तो हो, उमेर सानो उमेरमा विवाह हुनु त अब धेरै मान्छेहरूको भएको छ, धेरै दिदीबहिनीहरूको भएको छ। अब एउटा कुरा त आफ्नो भाग्यमा के लेखिया छ भन्ने कुराहरूले पनि मान्छेलाई अनुभव गर्ने कुराहरू हो। अब मेरो खासै त्यो विवाह नटेक्नेको कारण त म छुछु भएर पनि होइन, मैले घर नखान सकेर पनि होइन, अनि मैले मेरो श्रीमानलाई धनी श्रीमान हेरेर बुवा आमाले चाहिँ विवाह गरिदिएको होइन, एउटा गरेर खाने दुखीसँग विवाह गरिदिएको, त्यही पनि म सन्तुष्टि थिएँ होइन। अब श्रीमान चाहिँ सङ्कटकालमा लापत्ता हुनुभएको, अहिलेसम्म आउनुभएको छैन। नआउँदा त्यही पनि सानो उमेरमा विवाह गरे पनि एउटा घर परिवार सासू ससुरा जेठान दिदी नन्द देवर सबैसँग अहिलेसम्म बसिरहेको छु। एक घाँस खाने घरमा खर्च नहुँदा मलाई के भन्थ्यो समाजले भने, ए त किन भित्र बसिरहेको, त दायाँ बायाँ हिँड्नुपर्छ, सबैसँग चिनजान गर्नुपर्छ, बोल्नुपर्छ, ऐँचो पैँचो माग्नुपर्छ, अनि गाउँघरमा सबैलाई चिन्नुपर्छ भनेर भन्नु म भएको अवस्था। अनि जब म हिँड्नुपर्छ, डुल्नुपर्छ, राजनीति गर्नुपर्छ, समाजमा आउनुपर्छ भन्दा आज के भन्नु छ भने कति हिँडिरह्यो भने, कति हिँडिरहने, कति जाँगर लाग्छ तपाईँको। तपाईँ त झन् राजनीतिमा एक्टिभ मान्छे, सक्रिय मान्छे, हिँडिराख्नुपर्छ होइन। यसलाई चाहिँ तपाईँले कुनै त्यस्तो प्रश्नको सामना गर्नु पर्यो? दलित भएको कारणले पनि पर्यो, महिला भएको कारणले पनि पर्यो, भूमिहीन सुकुम्बासी एउटा गरिब भएको कारणले पनि पर्यो, अनि अर्को म एकल भएको कारणले पनि पर्यो। तपाईँको घरमा जे जस्तो होस् हामी राम्रो साडी ब्लाउज लाएर हिँड्छौँ, अनि ठुल्ठुला कार्यक्रम हुन्छन्, कहिले पनि पुरुषहरूले सोध्न लाग्नु हो भने मेरो आमालाई कहिले सोध्नुहुन्न क्या, मेरो बुवालाई कहिले सोध्नुहुन्न। चाँडै छेउतिर बस्नुभयो भने हजुरको विवाह भएको कि नविवाह भएको, डिभोर्स हो, श्रीमान कहाँ बस्नुहुन्छ हजुर, त्यो प्रश्न हुन्छ क्या। चाँडैभन्दा चाँडै सबैको मुखमा के हुन्छ भने मलाई आमाले कहिले जन्माउनु भयो, बुवाले कसरी हुर्काउनु भयो, त्यो छैन क्या। हजुरको श्रीमान कहाँ अरे, विवाहित कि अविवाहित हो, डिभोर्स हो, त्यो चाहिँ एकदम प्रश्नहरू आउँछ। त्यहाँनिर मलाई खट्किन्छ, कस्तो जीवनमा बाँचिरहेको रहेछौँ हामी, अर्काको भरमा बाँचिरहेको रहेछौँ, अस्तित्व त अरूसँग जोडिएको, अरूसँग अस्तित्व जोडिरहेको छ क्या। मेरो नाउँको मेरो बाउको थर मैले लेखाउन नपाउने, अर्को मान्छे चिन्दै नचिनेको मान्छेको थर मैले लेख्नु पर्ने होइन। म जन्मेको घर नहुने मेरो, अर्का चाहिँ मलाई चिन्दै नचिनेको मान्छेको घर मेरो हुने, अनि त्यस्तो पनि जिन्दगी हुन्छ भने हाम्रो आफै सक्षम हुँदै पनि। अनि त्यही आमाले जन्माएको छोराले सम्पत्ति खान पाउने, त्यही आमाले जन्माएको छोरीले सम्पत्ति खान नपाउने, त्यस्तो पनि हुन्छ नि भने त्यो होइन, त्यो हुनु हुँदैन। मैले मेरा छोराछोरीलाई बराबर दुईवटा आँखाले बराबर देख्नुपर्छ, मैले बराबर देख्नुपर्छ। मलाई त मेरो बुवाले बराबर देख्नु भएको, बुवा मम्मीले। हजुर चाहिँ दलित सेवा सङ्घको मा आबद्ध भएर लामो समय काम गर्नुभयो। हजुरले त यस्तो महिलाहरूको, दलित महिलाहरू उत्पीडनमा परेको जसले चाहिँ अब श्रीमानले छोड्नु भएको छ, त्यहाँहरूको त पीडा त हजुरले के अरे नजिकैदेखि निहाल्नु भएको छ होला नि त। त्यहाँहरूलाई चाहिँ तपाईँले के प्रेरणा दिन चाहनुहुन्छ, कस्तो सल्लाह सुझाव दिन चाहनुहुन्छ? कस्तो राम्रो प्रश्न गर्नुभयो। म त आफै एकल भएको कारणले गर्दाखेरि जुन मैले सानो उमेरमा एकल भएर बिताएको छु नि, त्यो नजरले उहाँहरूलाई हेर्छु क्या, मैले त्यो नजरले उहाँहरूलाई हेर्छु। अनि मसँग कोही छोराछोरी छाडेर विवाह गर्ने महिला आउनुभयो भने म उहाँलाई रुखो बोलेर तपाईँले किन श्रीमान छाडेको भनेर उहाँको चित्त दुखाउन चाहँदैन कि, किनभने त्यस्तो दुःख दिन चाहँदैन। बाध्यता के भनेर बुझ्छु म उहाँहरूको,
बाध्यता के त भनेर बुझ्छु। कति राम्रो कुरा। बाध्यता के त कतिपय त हामी तपाईँहरू कुमारी केटीहरू हुनुहुन्छ, तपाईँहरूले आफ्नो जिन्दगी पार गर्नको लागि एउटा पुरुषसँग जोडिनुपर्छ, विवाह गर्नुपर्छ। हामीले एक पत्ता टिकुली किनेर श्रीमानले दिएपछि लाउन सक्ने हामी महिलाहरू हो, बुझ्नुहोस् त। त्यस्तोमा हामीले लगेर जोड दिएको छ। त्यो कारणले गर्दा म दिदीबहिनीको समस्या के भनेर उहाँहरूसँग नजिकबाट हेर्छु, उहाँलाई सम्मान गर्छु, उहाँहरूको समस्या के हो भनेर उहाँहरूको बुझ्छु। अनि मैले गर्ने सहयोग, दलित सेवा सङ्घले गर्ने सहयोग, मेरो दलित सेवा सङ्घको स्टाफले गर्ने सहयोग हामीले भरिपूर्ण सहयोग गर्छौँ। कति त बच्चा बच्ची जन्मिएका छन्, नागरिकता छैन, जन्म दर्ता छैन, कतिको बस्ने थलो छैन, त्यस्ता खालकालाई कुन ठाउँमा गएर हामीले सेभ गर्न सक्छौँ। जस्तो अब विवाहकै कुरा गरिरहँदा यति लामो समयसम्म एक्लो रहनुभयो, अहिले त अब सन्तुष्ट नै हुनुहुन्छ परिवारसँग पनि, छोराछोरी पनि हुर्काइसक्नुभयो, तर कहिलेकाहीँ एक्लोपनले सताउँछ त हजुरलाई? त्यस्तो अब मलाई चाहिँ सायद श्रीमानको माया भेरी नपाएर या त कसैसँग माया नगरेर होला, त्यस्तो लाग्दैन के। किनभने म विवाह गरे मात्रै बाँच्छु होला, विवाह अनि अर्को मसँग थर्ड अर्को मान्छे जोडिए म खुसी हुन्छु होला भन्ने मलाई चाहिँ त्यस्तो लाग्दैन। किनभने म आफ्नै खुट्टामा अड्डेको छु, मेरो आफ्नो आँखाले संसार देखेको छु। किनभने म जुन बच्चा बच्चीसँग सङ्घर्ष गरेर म यहाँसम्म आएँ नि, त्यतिखेर मलाई अनुभव भएको छ क्या। मलाई श्रीमान हुनुपर्छ भन्नुभन्दा पनि म खुसी कहाँनिर छु। मैले अझ अर्को कुरा मलाई के लाग्छ भने छोराछोरीमा पनि क्या, मेरो छोराले कमायो भने मलाई हुन्छ क्या, बुहारीले कमाउनु भन्दा छोराले कमाओस् न, ज्वाइँले कमाउनु भन्दा छोरीले कमाओस् न त। छोरीले त मलाई तल बुझिनु भने 2 पैसा पनि हेर्छिन्, छोरासँग त म लडेर पनि ल्याउन सक्छु नि। तर बुहारीसँग मलाई के हुन्छ भने, हुन त बुहारीले मलाई माया गर्नुहुन्छ, नगर्ने कुरो भएन, तर जति म छोरासँग लड्न सजिलो छ त्यति बुहारीसँग छैन। जति म छोरासँग मैले मेरो छोरीलाई ठुलो घर बनाइदिन्छु, तर त्यो घरमा म गएर त्यहाँ धेरै दिन बस्यो भने मलाई आफै अप्ठ्यारो लाग्छ कि त्यहाँ ज्वाइँको आमा हुनुहुन्छ नि। त्यो कारणले गर्दा मलाई के लाग्छ भने श्रीमान भन्दा पनि म कहाँनिर खुसी छु र म आफ्नो हातखुट्टामा अड्डिनुपर्छ। विवाह भन्ने कुरा तपाईँको आवश्यकता छ, विवाह गर्न पर्ने जसरी पनि गर्नुपर्छ भन्ने छैन क्या। विवाह भन्ने कुरा म यहाँनिर खुस छु, म बिहा गर्छु भने चाहिँ गर्न सक्यो, होइन भने होइन। त्यो विवाह भन्ने कुरा तपाईँको हजारौँ मान्छेको देख्दा त मलाई रहरै लाग्दैन नि। धेरै जस्तो हामी दिदीबहिनीहरूलाई के भनिन्छ भने टुटाउँदा श्रीमानले सम्बन्ध टुटायो भने काम चाहिँ श्रीमतीको जोडिन्छ कि। फल्नाले श्रीमती छाड्यो भनिँदैन, फल्नीले श्रीमान छाड्यो भनेर जोडिन्छ क्या। तपाईँको कतिपय त श्रीमानलाई छाड्नलाई पनि बाध्यता श्रीमानले बनाएको हुन्छ। यो कुरालाई चाहिँ समाजले बुझ्दैन, त्यो बुझ्न पऱ्यो। किनभने तपाईँले श्रीमानले बाध्यता बनाएको छ श्रीमतीलाई छोड्ने, अनि त्यही श्रीमतीलाई हामीले दोष लगाइरहेको हुन्छौँ। त्यसले त श्रीमान छाड्यो, फल्ने महिलाको घर बिग्रियो भनेर हामीले चाहिँ उहाँलाई नराम्रो दृष्टिकोणले हेरिरहेको हुन्छ। त्यो त बाध्यताको कुरा हो, स्वतन्त्र कुरा हो क्या। मेरा 4वटा बच्चा छन्, 4वटा बच्चा छन् भने मेरो के भन्छन्, 4वटा बच्चासँग मेरो 4वटा बच्चामा जुन बच्चासँग म खुसी छु त्यही बच्चासँग बस्ने हो नि त। ती बच्चाले पनि मलाई 4वटा बच्चाले मलाई खुसी दिएनन्, 5वटा बच्चाले पनि मलाई खुसी दिएनन् भने म मामाको छोरासँग बस्न सकेँ, फुपूको छोरासँग बस्न सकेँ, मेरो माइत पनि म गइकन बस्न सकेँ। तर त्यस्तो स्वतन्त्र हामी बनाउने पैसारीहरूले फल्नाले यस्तो गरी फल्लो ठाउँमा हिँड्ने, यस्तो गरी उस्तो गरी भनेर चाहिँ हामी दिदीबहिनीलाई चाहिँ हामीले डोमिनेट गरिरहेको हुन्छौँ। त्यो चाहिँ अलिकति नराम्रो, त्यो गर्नु हुँदैन, बाध्यताको कुरा हुन्छ नि त। कसैले विवाह गरेन त्यो उसको चिज इच्छाको कुरा हो। विवाह गर्यो भने पनि अब बिग्रियो भने मान्छे कतिपय मान्छेहरू त बुझेर पनि गरेका हुँदैन नि त। अब हरेक ठाउँमा देखेको छु एउटा गरिब दुखीका बच्चा 4वटा 5वटा 6वटा हुन्छन्, तर एउटा पाइलटको, एउटा इन्जिनियरको, एउटा डक्टरको, एउटा नेपालमा राम्रो जागिर खाने मान्छेको एउटा भन्दा सन्तान 2टा हुँदैन। त्यो बुझाइमा फरक हो कि होइन? जसको बस्ने बासै हुँदैन उहाँतिर चाहिँ यदि सन्तान 4जना, एउटी आमाले 4वटा 5वटा 6वटा सन्तान जन्माइरहेका हुन्छौँ। जसको जहाँ जाऊ जमिन प्रशस्त हुन्छ, जहाँ जाऊ एकदम घर घरेली हुन्छ, उसलाई सन्तान चाहिएको हुँदैन। विवाह पनि बहिनी त्यस्तै हो। एउटा कुरा के हुन्छ भन्दाखेरि आवश्यकताभन्दा बढी चाहिँ कुनै चिजहरू खोज्न हुँदैन। मेरो चाहना छैन भने गाउँ समाज कसैले चाहिँ त्यो भनिदिँदैमा त्यो हुन्छ भन्ने कुरा छैन। म त्यसरी जोड्छु यसलाई। हजुरले चाहिँ अब त्यस्ता दिदीबहिनीहरू जो चाहिँ कुण्ठित हुनुहुन्छ, चाहेर पनि बोल्न सक्नुहुन्न, पीडा देखाउन सक्नुहुन्न, आएर बाहिर आफ्नो आवाज सुनाउन सक्नुहुन्न, त्यस्तो दिदीबहिनीहरूलाई चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ? किनकि पीडा त
हजुरले पनि भोग्नु भएको छ नि त, त्यही भएर अब हजुरकै नजरबाट चाहिँ हजुरले कस्तो सल्लाह दिन चाहनुहुन्छ त्यस्तो उत्पीडनमा भएका दिदीबहिनीहरूलाई चाहिँ जो मलाई दिदीबहिनीहरूलाई मलाई दुःख पऱ्यो भने म रोएर भित्र बस्ने होइन, किनभने म बाहिर निस्किनुपर्छ, चाहिने कुराहरू बोल्न सक्नुपर्छ। अनि शिक्षा जस्तो हामीहरूले मोबाइल चलाइरहन्छौँ, शिक्षाको लागि चाहिँ हामी त्यति याद गर्दैनौँ। अनि अहिले चाहिँ आइरहेको हुन्छ मिडियाहरूमा, हामीले मिडियाहरू हेरिरहेका हुन्छौँ, हरेक अधिकारहरू बुझिरहेका हुन्छौँ। अब टिकटक चलाएर मात्रै हामी बस्छौँ होइन, त्यस्तो नभएर चाहिँ काम लाग्ने कुराहरूमा, काम लाग्ने चाहिने कुराहरूमा बोल्न सक्नुपर्छ। एक अर्कामा साथी जस्तो मलाई अप्ठ्यारो पऱ्यो भने मलाई दुःख पऱ्यो मेरो को छ र भनेर होइन क्या, मेरो दुःख तपाईँसँग सेयर गर्न सकेँ अनि एक अर्कामा आफू बलियो हुन सक्यो भने कसैले हामीलाई केही गर्दैन। दिदीबहिनी सबै मिलेर जानुपर्ने, के छ र मुरी लानु के छ र, म आज यहाँ बोलेको छु, अहिले म जाँदा जाँदै रहँदैन कि यो संसारमा। त्यो कारणले गर्दा दुःख मलाई मात्रै छ नभनेर आफूभन्दा दुखीलाई पछाडि हेर्ने हो। मैले योभन्दा अगाडि 2-4 वर्ष अगाडि मलाई मर्न मन लागेको थियो, मलाई धेरै दुःख भयो। मेरो सन्तान आफै बिरामी हुँदा मसँग 1 रुपियाँ थिएन। गाडी दुर्घटनामा मेरो बाबुको हात भाँचिँदा म यो संसारमा म बाँच्ने लायकै थिइनँ। म मर्छु भन्ने सोच बनाएको थिएँ कि 2 पैसा नभएको, श्रीमान नभएको मान्छे, अनि जग्गा जमिन नभएको। अनि म रुँदै हिँडिरहेको थिएँ बाटोमा, अनि मसँग यो नारायणपुरबाट माथिबाट आउने बाटोमा एकजना यस्तै हातले घस्रिँदै माग्न हिँड्नु भएको थियो। म उहाँलाई देखेर बाँच्न सिकेको हो क्या। उहाँलाई देखेँ मेरो त हात छ, खुट्टा छ, उमेर छ, म कमाउन सक्छु, तर बिचरा त्यो घस्रेर हिँड्ने मान्छेलाई पनि बाँचिरहनु परेको छ। त्यही पनि आफूसँग नभएर अर्कोको घरमा गएर मागिरहनु भएको छ। म जस्ता दुखी त कति हुनुहुन्छ होला नि, म त गर्न सक्छु भनेर मसँग भएको 10 रुपियाँ पनि मैले उहाँलाई दिएर म आफू हिँड्दै आएको छु। अरूलाई देखेर बाँच्ने हो नि त, अरू हामीभन्दा दुखी मान्छे धेरै हुनुहुन्छ, अरूलाई देखेर बाँच्न सिक्नुपर्छ। सानैमा विवाह गरिसकेपछि पढाइ कन्टिन्यू त गर्न पक्कै पाउनु भएन हजुरले। त्यो शिक्षा चाहिँ आवश्यक छ, शिक्षाको महत्त्व कति बेला बुझ्नुभयो र छोरीले 6 क्लास पढ्दाखेरि आफूले 1 क्लास सोच्ने त्यो चाहिँ प्रेरणा भनौँ, त्यो जोस आँट चाहिँ कसरी जाग्यो त हजुरलाई? एउटा पहिला चाहिँ तपाईँको सानो 1000 रुपियाँको मोबाइल थियो मसँग। अनि त्यो 1000 रुपियाँको मोबाइल किन्दा मलाई चाहिँ सिम र मोबाइल किनेर कसरी दिनुभएको थियो। अनि एउटा रिचार्ज कार्ड त्यसमा फोन हुँदासम्म मैले फोन गरेँ, अनि पैसा सकियो। पैसा सकेपछि फोन गएन, अनि मलाई उहाँले एकजनाले फोन गर्नुभयो क्या। अनि किन मेरो फोन तपाईँको फोन आन्न त भनेपछि मेरो त जाने पनि गर्दैन आउने पनि गर्दैन भनेर मैले एकजना दाइलाई सोधेँ। पैसा हाल भनेर भन्नुभयो क्या उहाँले मोबाइलमा। अनि मैले के गरेँ भने फक्लक्क मोबाइल झिकेँ, त्यो खोलेँ, अनि त्यसपछि 100 रुपियाँ पटाइपुटाइ पारेर हालेँ, रबटले बाँधेँ। अनि कति रुपियाँ हाल्ने दाइ भने 100 रुपियाँ हाल भनेर भन्नुभयो। 100 रुपियाँ झोलाबाट झिकेँ, अनि पछि मोबाइलमा हालेर अनि त्यो ढक्कन सक्कन लगाएँ, रबटले बाँधेँ, पहिला जस्तो भएन। अनि त्यसपछि फेरि फोन लगाएँ, 100 रुपियाँ हालेँ अनि भएको छ भनेर भने। त्यसरी मेरो पैसा सक्यो उतेर गर त भनेर भनिसकेपछि तार गर्दाखेरि गएन। अनि अर्को दिन बिहानै उठेर घरै गएँ, अनि देखाएँ मैले पैसा हालेँ हिजो भनेपछि। दाइ मैले पैसा हालेँ भने खै देऊ त मोबाइल हेर्छु भन्दा त मैले त त्यो 100 रुपियाँ पठाएर चाहिँ त्यो ब्याट्रीमा हालेको थिएँ। अनि उहाँ हाँस्न थाल्नुभयो क्या। अनि त्यतिखेर पनि मलाई धेरै लाज लागेको समेत थियो। अनि अर्को कुरा फेरि अर्को मोबाइल लिएँ, कहाँबाट सानो अर्को फेसबुक चलाउने मोबाइल लिएँ। लिँदा चाहिँ तपाईँको उतातिरबाट म्यासेज आइरहने, साथी उतातिरबाट मलाई म्यासेज लेखिरहने, मैले यहाँबाट म्यासेज फिटिक्कै पठाउन नसकेँ। अनि कहीँतिर मनको कुरा केही भन्न लाग्यो भने त अब त्यो त बोलेर भन्न पर्ने। अनि त्यसपछि कस्तो धिक्कार भयो मलाई, यस्तो पनि हुन्छ त भनिसकेपछि लेखेर पठाऊ भनेर भन्नुहुन्थ्यो मलाई साथीहरूले। अनि लेख्ने त लेख्ने, पढेको भए पनि लेख्ने, नपढेको लेख्न सकेन। त्यो कारणले त्यतिखेरदेखि मैले पढ्नुपर्छ है भन्ने सोच बनाएर मेरो बच्चाले 6 मा पढ्दा 1 मा गएर बसेँ, 1 क्लासमा गएर बसेर 1 देखि अहिले 10 सम्म गएर अहिले राम्रो नम्बर लिएर पास गरेर अहिले चाहिँ 11 मा पढेको छु। त्यहाँबाट मलाई पढ्ने सुरु भएको। मोबाइल छ, म्यासेज लेख्नै जान्दैन, जाँदिन हो बोलेर पठाउने हुन्छ। कार्यक्रम त कहिले काहीँ त कार्यक्रममा लेखेर पठाउने, त्यो फिरा भएको। अब पनि अझै पढाइलाई चाहिँ कन्टिन्यू निरन्तरता दिइराख्छु भन्ने सोच छ कि नै अब यति लेख्न जाने पढ्न जाने अब त पुग्छ होला भनेर सोच्नु भएको छ? म जहिले पनि ठिन्ठा कुरालाई अगाडि बढाउँछु। म ऐना हेर्दा मैले आफूलाई जस्तो राम्रो कसैलाई पनि देख्दिनँ। अरूलाई राम्रो देख्यो भने म बाँच्नै सक्दिनँ नि त।
पढाइ पनि म बुढो भएँ भने मेरो पढाइ पुरो हुँदैन। म जे जान्छु जति सक्छु त्यति मैले पढाइलाई चाहिँ पढाउनुपर्छ। मैले मेरो आफ्नो उमेर गए तापनि मैले आफूलाई युवा सम्झिन्छु, किनभने मैले आफूलाई बुढो सम्झेँ भने म कहिले अगाडि बढ्न सक्दैन। त्यही भएर तिनवटा कुरा चाहिँ मैले जहिले पनि ऐना हेरे पनि मैले आफूलाई राम्रो देख्छु, म राम्रो बन्न कोसिस गर्छु, राम्रो पनि देखिनु भएको छ, म राम्रो बन्न कोसिस पनि गर्छु फेरि। किनभने मलाई अरू जस्तै भन्नु छ, नचाहिँदो कुरामा होइन चाहिने कुराहरूमा मैले हुनु छ, सुगर सफाइ हुनु छ, राम्रो हुनु छ। पढाइमा पनि मलाई पढ्नु छ, लेख्नु छ, अरूले बुझेको जस्तो बुझ्नु छ, अरूले देखेको जस्तो संसार देख्नु छ, मलाई अन्धकारमा बाँच्नु छैन। मेरो तीनवटै कुरा अगाडि बढ्छ। अहिले जुन तपाईँको यो जोस छ नि, जो पढ्नु पर्छ भन्ने, यदि तपाईँको त्यही सानोदेखि नै तपाईँको मनोविज्ञानमै मलाई पढ्नु पर्छ भन्ने धारणा हुन्थ्यो भनेपछि अहिलेसम्म कस्तो भइसकेको हुन्थ्यो भनेर कस्तो कल्पना गर्नुहुन्छ? पछुतो छैन। मेरो भाग्यमा सानोमा विवाह गरेर लेखेको थियो, बुवा आमाले विवाह गरिदिनु भयो। म आफै चाहिँ बुवा आमाले चाहिँ चोट लाग्छ, सरहरूले पिट्नुहुन्छ, त्यहाँ चाहिँ ढुङ्गा हानिदिन्छन् मेरी छोरीलाई भनेर स्कुलमा पठाएको क्या बुवा मम्मीले। त्यति धेरै माया गरे, त्यति धेरै माया गरे, पुलपुलाएको मेरो बुवा मम्मीले। मलाई चाहिँ कुनै कुराको पछुतो छैन। होइन, म नपुगेको ठाउँ कहाँ होला? मलाई मात्र म एउटा 2 पैसा गएर चाहिँ कमाउने, एउटा जागिर खाने, एउटा राजनीतिको एउटा के भन्छन् सांसद भएर 2 पैसा कमाएर घर बनाउने चाहिँ एउटा आफूलाई खर्च पुर्याउने ठाउँमा गएको छैन। तर आफ्नो पैसा खर्च लगाएर हरेक ठाउँमा एउटा सबै ठाउँमा म पुगेको कारणले गर्दाखेरि मलाई कुनै कुरामा मलाई पछुतो छैन। मेरो श्रीमानले नछाडेको भए म नेता बन्थिनँ। जे बनायो विगत सानामा पढ्न पाएन, अहिले पढ्न पाएँ, पढाइको महत्त्व बुझेँ। पछुतो छैन, मलाई कुनै कुराको पछुतो छैन। अहिले मैले जे पाएको छु ती म एकदम खुसी छु। विगतले नै बनाइरहेको छ हजुरलाई, त्यसले मलाई एकदम पाएको बनाएको छ क्या। सायद विवाह पनि मैले यही उमेरमा गर्न पाएको भए, यस्तै समयमा गर्न पाएको भए, आफू परिपक्व भएको बेला गर्न पाएको भए मेरो विवाह पनि सायद बिग्रिन्थेन होला जस्तो लाग्छ क्या मलाई। किनभने सबै कुरामा आफू बलियो भएको बेला, आवश्यकताको बेला गरिएपछि त्यो चाहिँ कुनै पनि काम बिग्रिँदैन र पछुतो हुँदैन। एकदम मलाई केही पछुतो छैन, म खुसी छु। हिजोले आजको लीला बनायो। हिजो मैले अब यति मात्रै कल्पना गर्छु, लीला एउटा होइन 1000 लीला जन्माउनुपर्छ। मलाई माया नगर्ने मान्छेले पनि मेरो नाउँ लिनुहुन्छ, मलाई छाडेर जाने मान्छेले पनि मेरो नाउँ लिनुहुन्छ। जहाँ पानी पर्छ त्यहाँ लीला, जहाँ गर्मी लाग्छ त्यहाँ लीला, जहाँ बढी माया पाउँछ त्यहाँ लीला, जहाँ पाउँदै पाउँदैन त्यहाँ लीला। त्यो कारणले गर्दा मेरो नाम लीला त्यत्तिकै रहेको होइन, लीला भएर नै लीला भएर नै लीला भएको। त्यो कारणले गर्दा त्यसै त 19 वर्षको उमेरमा एउटा बच्चा बच्ची पालेर एउटा सुकुम्बासी महिला यहाँसम्म आउनलाई त कति सङ्घर्ष गर्नु पर्यो होला बहिनी। लीला त त्यहीँनिर छु त। के छ त अब विचार होइन? अब यति लामो समयसम्म सिङ्गल बसिसक्नुभयो, एकल महिलाकै रूपमा बस्नुभयो नि त। कहिले कोही छ कि छैन, कहिले बिहे गर्ने सोच आयो कि आएन? अब भावी आउने दिनहरूमा गर्ने सोच छ कि छैन त? यदि कोही पाइहाल्यो भनेपछि, अब आफ्नो मिल्दो छ भनेपछि त उमेरले छेक्दैन नि त, अझै छ, बेला छ, भर्खर के हुनुहुन्छ। पहिला विवाह गर्ने मन नभएको होइन, मन थियो होला होइन। कुन चाहिँ नारीलाई श्रीमानको हात समातेर हिँड्न मन लाग्दैन होला? कुन चाहिँ नारीलाई एउटा कुटो कोदालो समात्नुभन्दा बैंकको छेउछाउमा गएर श्रीमानले पठाएको पैसा बैंकबाट बुझ्न चाहिँ कुन चाहिँ नारीलाई लाग्दैन होला र? सबैलाई लाग्छ। तर पनि बाध्यता के भने सन्तान भइसकेपछि मेरो खुसी भन्दा पनि मेरो सन्तानको खुसी हेर्न पर्ने। मैले राम्रो श्रीमान पाउन सक्छु, तर मेरो बच्चाले राम्रो बाउ पाउन सक्दैन नि। त्यो कारणले गर्दाखेरि मैले विवाह नगरेको। मलाई सहयोग गर्ने, माया गर्ने लीला एउटा राम्रो महिला हो है, उसलाई सहयोग गर्नुपर्छ भन्ने चाहिँ हजारौँ हुनुहुन्छ। तर विवाह गर्ने सोचले चाहिँ कसैलाई माया गरेको छैन, विवाह गर्ने सोचले माया गरेको छैन। अब भोलिको दिनलाई के हुन्छ? यदि होइन हजुरले अब यो मान्छे ठिक छ, कोही आइहाल्यो, अब हजुरमा चाहिँ अब हुन्छ नि त, अगाडि आइहाल्यो कोही चाहिँ यो मान्छे चाहिँ मेरो योग्य छ भन्ने हजुरलाई लाग्यो भने हजुरले बिहेको बारेमा सोच्नुहुन्छ कि हुन्न त? अब हरेक हेर्दा भोलि बिहान अहिलेसम्म यत्रो सङ्घर्ष गरेर बसेको महिला कसैसँग विवाह गरेर फेरि भोलि बिहान 2 दिन छिटेर बस्नुपर्छ भने त झन् फेरि भोलि मर्नु र बाँच्नु हुन्छ नि त। ती भएको कारणले गर्दा त्यति धेरै सोचेको छैन। साथीहरू हुनुहुन्छ, त्यति धेरै सोचेको छैन। त्यो भोलिका कुराहरूलाई कस्तो आउँछ अब अहिले त देखिरहेछौँ। श्रीमानले बच्चाबच्चीले छोराछोरीले कमाएको महिनामा 1 लाख रुपियाँ भए पनि छोराको गोजीबाट 100 रुपियाँ झिकेर लग्न सकिँदैन। श्रीमानले दिनभरि गिट्टी कुटेर 500 रुपियाँ मात्रै लिए पनि श्रीमानसँग झगडा गरेर
यो पैसा ल्याउनुहोस्, नुन किन्नुपर्छ, तेल किन्नुपर्छ, मलाई साडी किन्नु छ, मलाई मोबाइलमा पैसा, मेरो मोबाइल छैन। अनि यिनी अन्य कुराहरू चाहिँ श्रीमानसँग भन्न सकिन्छ। सजिलो छोराछोरीसँग भन्दा, सन्तानसँग भन्दा श्रीमानसँग हो। राम्रो श्रीमान भए श्रीमानसँग हो। होइन भने फेरि श्रीमान राम्रो परेन भने घाँटीमा डोरो लगाउनु, मट्टीतेल खनाउनु, ढोकामा चुट्को लगाएर भित्र ढोका थुनेर मर्नुभन्दा उपाय फेरि केही हुँदैन। त्यो भएको कारणले गर्दा म खुसी जहाँ छु त्यहीँ नै रमाउने हो। क्या मलाई मेरो सन्तानसँग म खुसी छु भने सबै दिदीबहिनी सन्तानसँग खुसी हुनुहुन्छ भने भन्न सकिँदैन। सन्तान कस्तो भन्ने कुरा भयो, जस्तो श्रीमान कस्तो भन्ने कुरा भयो। कसैलाई राम्रो श्रीमान पर्छ भने कसैलाई नराम्रो श्रीमान पर्छ, कसैलाई राम्रो श्रीमती पर्छ भने कसैलाई नराम्रो श्रीमती पर्न सक्छ। सन्तान पनि कसैलाई राम्रो सन्तान जन्मिन्छन् भने कसैलाई नराम्रो सन्तान जन्मिन्छन्। अब त्यो आफूमा भर पर्ने कुरा। म त के भन्छु भने म खुसी जहाँ छु त्यही नै रमाउनु त हो नि। दिदीबहिनीहरूलाई पनि अहिलेको यस्तो समयमा सकभर त सबैले विश्वास गर्ने समय छैन। धेरै दिदीबहिनीहरूलाई देखेको छु मैले, डिभोर्स गरेका दिदीबहिनी हुनुहुन्छ, अनि आफ्नो घर, आफ्नो एक फ्लाइटको घर छ, दुई चार कट्ठा जग्गा जमिन छ, तर अब थर्ड पुरुषको पनि एउटा घर छ, अर्को पुरुषको विवाह गर्नेको पनि एउटा घर छ, 1-2 कट्ठा जग्गा जमिन छ। के पाउनको लागि विवाह गर्ने? त्यही श्रीमान पाउनको लागि। अनि घर त मेरो पनि छ, छोराछोरी पनि छ, होइन? अनि यतातिरको सबै कुराहरू माया मारेर फेरि अर्कोतिर विवाह गरेर जाँदा भोलि पछिबाट आएको श्रीमती विश्वास नगर्न सक्ने, अनि हरेक कुराहरू समस्या। भोलि यताका छोराछोरीले पनि हेर्दैनन्, यताका छोराछोरीले पनि हेर्दैनन्। एउटा घर, 2-4 कट्ठा जग्गा, अनि के भन्छ, एउटा श्रीमानको लागि आफ्नो भविष्य नबिगारौँ भन्न चाहन्छु। किनभने सबको आफ्नो खुट्टा र आफ्नो आँखा सबैभन्दा बलियो त्यही नै हो। सबै दिदीबहिनी त छैन, तर कतिपय दिदीबहिनीहरूलाई घर न घाट भएको देख्छु। त्यस्तो खालको मान्छेहरूलाई विश्वास नगरौँ। विवाह सानो कुरा होइन। विवाह 3 किसिमको हुन्छ। एउटा चाहिँ 17-18 वर्षमा साथीको रमाइलोमा विवाह गरिन्छ। एउटा विवाह साथीहरूसँग लयमा लागेर विवाह गरिन्छ। एउटा विवाह हुन्छ 25-26-27 वर्ष पुग्यो, समाजले तेरो छोरी बढी, तेरो छोरो बढ्यो, सन्तान जन्माउनु पर्छ, हुर्काउनु पर्छ, विवाह त गर्नु पर्यो, अनि बाध्यताको विवाह हुन्छ, गर्नु पर्यो है समाजको लागि भनेर गर्ने विवाह हुन्छ। अर्को विवाह के हुन्छ भने पुरेशकालमा सहाराको लागि। छोराले विवाह गर्यो, अर्काकी छोरी लगेर जान्छ, छोरीले विवाह गरी अर्काको छोरा लगेर जान्छ, वृद्ध आश्रममा जाउँ भने उमेर छैन, होइन? अनि त्यस्तो समयमा चाहिँ एउटा सहाराको लागि पानी तताएर त खाउँ, श्रीमान श्रीमती भएर बसौँ, मनको कुरा गरौँ। बाँच्ने कति हो, मर्ने आज हो कि भोलि हो। अनि आफ्नो मन परेको मान्छेसँग 2-4 वर्ष पनि खुसीसँग बसौँ है भनेर एउटा बुढेसकालमा सहाराको लागि गर्ने विवाह हुन्छ। त्यो कारणले गर्दा विवाह भन्ने चिजलाई त्यति सस्तो नबनाउँ जस्तो लाग्छ मलाई। सोचेर गरौँ। यति विवाह गरिसकेपछि पछि पछुताउने काम चाहिँ हामीले नगरौँ भन्न चाहन्छु। नर्मल्ली पहिलेको हजुरहरूको भन्दा पनि अहिले हाम्रो जुन जेनेरेसन छ यसमा चाहिँ डिभोर्स रेट अतिभन्दा अति हाई छ। एकअर्कालाई नबुझेर, एकअर्कालाई जबसम्म एकअर्कालाई बुझिँदैन नि तबसम्म सम्बन्ध रहँदैन। सम्बन्ध रहनको लागि त तपाईँले एकअर्कालाई बुझ्नै पर्छ। एउटा खाटोमा सुत्दैमा मन मिल्यो भन्न सकिँदैन, एउटा कोठामा बस्दैमा मन मिल्यो भन्न सकिँदैन। मन मिल्नको लागि चाहे अमेरिका बसोस्, श्रीमान अमेरिका बसोस्, श्रीमती नेपालमा बसोस्, या त श्रीमती अमेरिकामा बसोस्, श्रीमान नेपालमा बसोस्, तर एकअर्कामा मन मिलेर एकअर्काको कुरा बुझ्यो भने कहिले पनि डिभोर्स हुँदैन। एकअर्कामा मन मिलेन, एकअर्कामा कुरा बुझेन, सानो सानो कुराहरूमा कुचकुच गरेर विश्वासघाती काम गरियो, विश्वासमा रहन सकेन। अनि मलाई कसैले मेरो त श्रीमान हुनुहुन्न, देख्नु भएको छैन, मैले जे गरे पनि हुन्छ, अथवा मेरो श्रीमती छैन के फरक पर्छ र, एक दिनको लागि त हो भन्ने सम्बन्ध जब अरूसँग राखिन्छ सम्बन्ध टिक्दैन। डिभोर्सभन्दा उपाय केही पनि छैन नानी। एकअर्कामा विश्वास रहनुपर्छ, विश्वासमा हुनुपर्छ सम्बन्ध टिकाउनको लागि। अनि हजुरलाई चाहिँ यो प्रेरणा चाहिँ कसरी कहाँबाट आयो? जस्तो दलित सेवा सङ्घमा आबद्ध हुनुमा आफू दलित भएको कारणले गर्दा हरेक ठाउँमा जानु। म चाहिँ त्यतिखेर मेरो श्रीमानले मलाई छोड्दा म सानो उमेरको थिएँ। म एउटा स्कुल विद्यालय थियो, विद्यालयमा मैले चिया पकाउँछु, भित्र झाडु पोछा लगाउँछु भन्दा मलाई तपाईँ जातले अलिकति फरक पार्छ कि, यहाँ त सबै बाहुन छेत्री हुनुहुन्छ शिक्षकहरू, हामीले त काम दिन सक्थ्यौँ, तपाईँले पकाएको खाँदैनन् कि भन्ने कुराले गर्दाखेरि मलाई त्यतिखेर पनि मनमा खट्केको थियो। अनि अर्को कुरा म आफै जमिदारको घरमै काम गर्न बसेको थिएँ। अनि मैले सबै कुराहरू भाँडा धोइदियो, तरकारीहरू धोइदियो, तरकारीहरू लगाइदियो, सबै गऱ्यो, तर भित्र लाग्दा
मैले पखालेको धोइ पखाली गरेका चिजहरूलाई भित्रबाट पानी लिएर अनि सुनपानी छरेर भित्र लग्ने अवस्थाहरू मैले आफै अनुभव गरेको थिएँ। त्यो कारणले गर्दाखेरि म एउटा अहिलेको यो उमेरको मान्छेहरू अनि मैले त्यो अवस्था मेरो जस्तो अवस्था चाहिँ अरूले नभएको है भन्नको कारणले गर्दाखेरि पनि म चाहिँ दलित सेवा सङ्घमा आबद्ध भएँ। अहिले म दलित सेवा सङ्घमा आबद्ध भएको पनि अहिले 25 वर्ष भइसक्यो। म सानो उमेरको थिएँ। अहिलेसम्म म दलित सेवा सङ्घमा काम गर्दा हजारौँ दलितहरूको बाल शिक्षादेखि लाएर जातीय छुवाछुतदेखि लाएर हरेक कामहरू चाहिँ हामीले अगाडि बढाइरहेका छौँ र हामीले कसैलाई चाहिँ हानि नोक्सानी गरेका छैनौँ। जहाँनिर दुःख अप्ठ्यारो पर्छ त्यहाँनिर गएर हामी अड्टेका छौँ। हामीले कसैलाई गलत व्यवहार गरेका छैनौँ। दलित सेवा सङ्घ लामो समयसम्म सबैभन्दा बुढो संस्था हो। यो सबैभन्दा बुढो संस्था हो। दलित सेवा सङ्घ भन्ने सबैको साझा एउटा संस्था हो। यो देश सबैलाई हामीले सम्मान गर्छ। यसमा अहिले नेपालको सरकार नै बदलिएको छ। राष्ट्रपाको सरकारले चाहिँ भूमिहीन तथा सुकुम्बासीहरूको पुनर्व्यवस्थापन नगरी नै हटाउने कार्य गर्यो। त्यो कार्यलाई चाहिँ हजुर कसरी लिनुहुन्छ? अहिले राष्ट्रमा मात्रै नभएर नेपालमा हुने जति पनि देशमा जस्तो सरकार चेन्ज हुन्छ त्यतिखेर चाहिँ भूमिहीन सुकुम्बासी भने एउटै पार्टीका मान्छेहरू होइन। हामी विभिन्न पार्टीसँग जोडेका हुन्छौँ। विभिन्न पार्टीसँग इच्छा चाहना हुन्छ। राज्य फेर्ने त पनि उनीहरूको माग चाहिँ जुनै पार्टी सरकारमा गए पनि उनीहरूको माग पुरा गर्नुपर्छ भन्ने हाम्रो इच्छा चाहना हो। र अहिले नजिकै तपाईँको राष्ट्रपाले जुन देशैभरि जितेर गइरहँदा अहिले सबभन्दा पुराना पार्टीहरूले कम्तीमा लाल पूर्जा त दिएनन्। म पहिलाका पार्टी पनि म राम्रो भन्न चाहँदैन, किनभने सक्दिनँ। एउटा हातमा लड्डु एउटा हातमा लट्ठी बनाएर गरिबलाई राखेकै हो। पहिलाका पार्टीले पनि यति चाहना गरिब भूमिहीन सुकुम्बासीलाई पूर्जा दिन चाहेको भए दिन सक्थे पहिलाका पार्टीले पनि, तर दिएन। त्यसमा हामी चाहिँ गुनासो छ। र अहिले के भन्छौँ भने सँगसँगै हजुरले गरेका कुराहरूलाई कम्तीमा पूर्जा त दिएनन्, बस्न त दिए। तर अहिले राजसभा सिङ्गो भूमिहीन सुकुम्बासी दलित अनि खाडी मुलुकमा गएका युवाहरूको लागि भनेर चाहिँ जुन चाहिँ तपाईँको झन्डा घन्टी समातेर आइरहेको पार्टीले अहिले देश नेपाल जितेर गइसकेपछि देशमा सबैभन्दा अगाडि गएर चाहिँ एउटा गरिबको घर टहरा भत्काउन, एउटा गरिबका बच्चा बच्ची मार्न, एउटा खोलामा तिरपाल टाँगेर बस्ने अवस्था, एउटी आमा बच्चा राखेर घर भत्किएर त्यही ठाउँमा मर्ने अवस्था जुन यो राजसभाले सरकार ल्याइसकेपछि भएको छ, यसमा म दुःख व्यक्त गर्न चाहन्छु। किनभने यो होइन, देशमा यस्तो होइन। हामीलाई चाहिएको यो होइन। हामीलाई चाहिएको सबै बाँच्ने हो। हामीले जोतभोग गरेको जमिन हाम्रो नाममा हुनुपर्छ। हामीले कुनै ठाउँबाट हामीले लिएर जमिन हाम्रो नाममा अर्काको नामको जमिन हामीले मागेका छैनौँ। हामी जहाँनिर जोतभोग गरेका छौँ त्योनिर हामीले चाहिँ लाल पूर्जा दिए हुन्छ भनेर हामीले आन्दोलन गरिरहेका छौँ यतिखेर। जसलाई तपाईँलाई सँगसँगै मेरो कुरा एकचोटि सुनिदिनुहोस्, जसको कि एउटा फुलको थुङ्गा चराएको थाहा नपाउने ढुङ्गाको नाममा हजारौँ बिघा जमिन, जसले पन्जा लगाएर काम गर्छ आफ्नो जमिन चिन्दैन, उसलाई चाहिँ लम्बरी जग्गा पढ अनि ऐलानी जग्गा यहाँ, त्यस्तो चाहिँ हामीलाई चाहिएको होइन। चाहिएको होइन। हामीले जोतभोग गरेको जमिन हाम्रो नाममा हुनुपर्छ। जसले जोत्छ पोत्छ, जसले खनखोरस गर्छ उसलाई चाहिँ आज यो नेपालमा नेपाली नागरिक पनि होइन भनेर हामीले हटाउने, जसले दुःखै गर्दैन, जसले चाहँदैन दुःख गर्न चाहँदैन, उसका नाममा हजारौँ बिघा जमिन। आज देश बाटो सफा गर्न पर्यो अरे। आज हामी गरिबहरू बसेर बाटो फोहोर बनायो, हामीलाई सफा गर्नु पर्यो अरे। हामीलाई सफा गर्नको लागि के भन्छन्, यो राज्यलाई सफा गरेर गरिब हटाउन चाहेको। हामी कहाँ गएर बस्ने? हिजो हाम्रै भोटले होइन माथि गएको। आज संविधानमा गएर संविधान बनाउने चाहिँ हामी गरिब, हाम्रो भोट लगेर जाने, अनि त्यहाँ राज्यमा गइसकेपछि बाटो सफा, खोला सफा, हस्पिटल सफा, अनि हामी कहाँ गएर बाँच्ने? हामीले आन्दोलन गर्ने कि नगर्ने? हामी आन्दोलन गर्छौँ। हामी आन्दोलन गर्छौँ। जेएनजी जस्तै पनि आन्दोलन गर्न हामी तयार छौँ। हामी मर्न तयार छौँ। हामी पटक पटक मर्नुभन्दा हामी एकै पटक मर्न चाहन्छौँ। आज देख्नुभयो गणेश नेपालीको मृत्यु देख्नुभयो। आज एउटा पठाउ चलाएर एउटा बालबच्चा पाल्ने, एउटा किस्ता तिर्ने मान्छेलाई आज कर तिर्न नसकेकै कारणले गर्दा उसलाई बाटामा रोकेर उसलाई मर्न बाध्य बनायो। त्यो सिङ्गो राज्यको काम होइन त्यो? किन मर्न बाध्य भयो? त्यस्तो चाहिँ नहोस्। त्यस्तो हामी चाहँदैनौँ। हाम्रो नेपाल त्यस्तो नहोस्। नेपालभन्दा अहिलेसम्म गर्व गर्ने ठाउँ
गर्व गर्ने ठाउँ रहोस् भन्न चाहन्छु बहिनी। तपाईँहरू जस्तो युवा पनि त बाँच्न पऱ्यो नि। हामीलाई राज्यसँग पनि सिङ्गो राज्य सरकारसँग पनि हामी अन्यायमा परेका, सँगसँगै गाउँघरमा जानेका बुझेका पढेका लेखेका मान्छेहरूसँग पनि हामीलाई अन्याय भएको हो क्या। दिदीले राज्यकै कुरा जोड्दाखेरि मलाई पनि राज्यकै कुरा गर्न मन लाग्यो। राज्यले नीति नियम त बनाउँछ दलित गरिब निमुखा सबैका लागि होइन, त्यसमा पालना गर्न किन हिचकिचाउँछ? हामीले त्यही भनिरहेछौँ त, हामीले जातीय छुवाछुत भनेको होइन। जस्तै अब जातीय छुवाछुत कुरा जातीय छुवाछुत त भयो, छुवाछुत लेखियो, तर जातीय छुवाछुत भएको भए चुरुट सल्काउँदा सल्काउँदा मान्छे किन मर्नु पर्थ्यो? आज तपाईँ एउटा यति राम्रै युवा हुनुहुन्छ, भोलि तपाईँ अन्य जातको केटाहरूलाई मन पराउनु भयो भने तपाईँलाई त्यहाँनिर कति द्वन्द्व गर्नुपर्छ? जातीय छुवाछुत भएन अन्त्य भने होइन, तर त्यो त भएन त, कार्यान्वयन भएन, कागजमा भयो कार्यान्वयन भएन। त्यहाँनिर जहाँनिर त्यहाँ गल्ती हुन्छ, जहाँनिर चाहिँ समस्या पर्छ, त्यतिखेर राज्यले त्यसलाई कडाभन्दा कडा सजाय दिएर त्यसलाई फाँसी दिने, त्यसलाई चाहिँ दण्ड सजाय राम्रो दिएको भए त फेरि यो कुरो दोहोरिन्थेन नि। तर मान्छेलाई छुट्याइन्छ। तपाईँले कसैले अन्य जातको केटालाई मन पराउनु भयो भने कि त केटाको उमेर पुग्दैन, बाल विवाह अनि अन्य कुराहरू, केटाको दिमागले काम गरेन, भित्र राख्दैनौ, कोठा लिएर राख, अनि तपाईँ अन्तिममा जति चाहेको केटासँगमै छुटेर बस्नुपर्ने अवस्था हुन्छ। कार्यान्वयनको नीतिहरू बनाउने तर कार्यान्वयन नगर्ने हल्का विभेद त त्यहीँबाट प्रष्ट भयो जस्तो लाग्दैन हजुरलाई? अनि दलितको क्षमता वडा अध्यक्ष उठ्ने छैन, दलितको क्षमता उपमेयर उठ्ने मेयर उठ्ने छैन, अनि दलितको क्षमता सांसद उठ्ने छैन, दलितको के भन्छन् रे क्षमता एउटा मन्त्री पद खाने छैन। छौँ त, तर किन दलित सदस्य भनेर राखिन्छ? तपाईँ त्यहीँनिर राज्यको कुराहरूलाई त आइसक्यो त, किन दलित महिला वडा सदस्यमा गएर हामी अड्डिन सक्ने? हामी त पढेछौँ त, लेखेछौँ त, जानेछौँ त सबै कुरा। उनीहरूले पढ्ने स्कुलमा पढेछौँ, उनीहरूले खाएको जस्तै खान्छौँ, उनीहरू हिँड्ने ठाउँमा जान्छौँ, तर पनि दलित महिला सदस्य भनेर किन लेखिन्छ? काम गर्न सक्छौँ भएको त तपाईँको विभेद त तपाईँको सिङ्गो राज्यबाट हामीलाई भइरहेछ, हामीलाई यहाँ मात्र होइन। अनि सिङ्गो राज्यबाट चाहिँ हामीलाई विभेद भइसकेपछि चाहिँ हामीलाई हाम्रो ठाउँमा त बाँच्न त गाह्रो त हुने कुरो भयो। अब राज्यले नै विभेद गरिरहेछ होइन, अब खुला रूपमा होस् या प्रत्यक्ष होस् या अप्रत्यक्ष रूपमा होस्, राज्यबाट विभेद त भइ नै रहेछ। अब त्यसलाई चाहिँ समाजमा चाहिँ कसरी मेन्टेन गर्न सकिएला त? त्यो विभेदलाई चाहिँ कसरी हटाउन के प्रयास गर्नुपर्छ जस्तो लाग्छ? किनकि राज्य बनाउने नीति बनाउनेहरूले नै नियमको पालना गरिरहेको छैनन् भनेपछि समाजमा बस्ने त अझै त्यति धेरै शिक्षित भएर पनि शिक्षित नभएको जस्तो गर्छन् नि त। त्यसलाई चाहिँ अब हटाउन राज्यले नै केही गर्नु पर्ला कि अझै? राज्यले नै हामीहरूलाई चाहिँ एउटा लेखेर मात्रै होइन, आँखाले देखेर गर्नुपर्ने कुरा हुन्छ। अनि अर्को कुरा, अब हामी कोटामा मात्रै होइन, दलित कोटामा मात्रै होइन, शिक्षाको आधारले, काम गर्न सक्नेको आधारले हामी पनि अगाडि बढ्नुपर्छ। लीला दलित कोटामा मात्रै होइन क्या। जस्तो कि मेरो चुनाव उठ्न सक्ने मेरो क्षमता छ, मैले काम गर्न सक्ने क्षमता छ भने म स्वतन्त्र रूपले त्यो ठाउँमा गएर मैले लडेर भए पनि मेरो आफ्नो क्षमतालाई वृद्धि गरेर मेरो क्षमता अनुसारले अगाडि बढ्नुपर्छ भन्ने पनि तपाईँ हामीले सोच्नुपर्छ। अब यस्तो चुपचाप लागेर एउटा दलित कोटा आउँछ अनि त्यसपछि एकजना दलित गयो भने हजारौँजना दलितको कोटा पुरा भयो भनेर अब हामी चुप लागेर बस्ने होइन नि त। अब त हामीले क्षमता अनुसारको हातमा सर्टिफिकेट समातौँ, हामी पनि सक्षम छौँ, हातमा सर्टिफिकेट समातौँ, काम गर्न सक्ने क्षमताको आधार गरौँ, अनि हामी पनि अगाडि बढ्यौँ भने देशलाई हामीले पनि घुरा टेक्ने बनाउन सक्छौँ भन्ने चाहिँ अब मेरो आफ्नो इच्छा चाहना चाहिँ त्यस्तो लागिरहेको। दलित समुदायका नेताहरूले टिकट नपाउनुको कारण एउटा चाहिँ समानुपातिकबाटै उठ्नुपर्ने, प्रत्यक्षमा टिकटै नपाउने कारण चाहिँ के होला? जस्तो हजुरले भने जस्तै जुन त्यो हाम्रो जिजु बाजेको पालामा चाहिँ त्यही 100मा लाइट बालेर एकजना खोज्नु पर्थ्यो, अहिले त छैन त्यस्तो। अहिले कसले चाहिँ बच्चाबच्ची नपढाउने को हुन्छ? अहिलेका युवा सबै त बच्चाबच्ची पढे लेखेका छन्, जानेछन्, सब ठाउँमा जान्छन्। हिजो उल्टो पत्रिका हेर्नेको मान्छेको छोरो अमेरिका छ, अस्ट्रेलिया छ। अनि एउटी आमा हिजो चाहिँ एउटा आँगनमा बसेर के भन्छ अरे एउटा खलो काम गरिराख्ने, एउटा सिंह समात्ने अथवा एउटा घन ठोकेर चाहिँ एउटा उसको घरमा अन्य जातको घरमा गएर काम गर्नेका छोरा अहिले अस्ट्रेलिया अमेरिका हुनुहुन्छ। छोराछोरी पढाउनु भएको छ, उहाँहरूले आफ्ना छोराछोरी पढाउनु भएको छ, राम्रो स्कुलमा पढाउनु भएको छ। सक्षम भएर त सबै सक्षम छ, अहिले नहुने कुरै छैन। तर पनि हजुरले भनेको जस्तै
टिकट किन दिइन्न भन्ने कुराहरू छन्। टिकटमा 1-2जना 2-4जनाले टिकट पाउनु भएको छ। टिकट पाउने मान्छेहरू पनि हामी पनि टिकट पाएँ म एउटा लिलाबिकोले टिकट पाएँ भनेर अरूलाई चाहिँ नहेर्ने कुरा हुँदैन। अरूको लागि पनि हामी बोल्नुपर्छ, अरू दलितको लागि पनि हामी बोल्नुपर्छ। मैले नपाए पनि अर्को मान्छेले पाउनुपर्छ, मेरै मान्छेले पाउनुपर्छ, मेरो मान्छे अगाडि बढ्यो म पनि अगाडि बढ्छु भन्ने सिद्धान्तसँग। जस्तो कि हामीहरूले मलाई एउटा कुरा चाहिँ याद आएको छ है अहिलेदेखि के भएको छ भने फेरि यो यस्तो भनी भनेर मिडियामा नभन्नुला। एकजना कमला विक हुनुहुन्छ, एकजना विमला राउत हुनुहुन्छ, या त डाङ्गी हुनुहुन्छ। हाम्रा मान्छेले के पनि गर्नुहुन्छ भने त्यो कमला विक कहाँ वडा सदस्य कहाँ जानुहुन्न, विमला डाइङ कहाँ गएर सोध्नुहुन्छ क्या। किनभने के सोच बनाउनुहुन्छ भने उहाँ त छेत्री बाहुनको मान्छे धेरै जान्नु भएको छ, उहाँ हाम्रो दलितको मान्छेले धेरै जान्नु भएको छैन क्या, उहाँले जान्नुहुन्न भन्ने सोच चाहिँ हाम्रो त्यो पनि हामीले फाल्नुपर्छ क्या। त्यो पनि हामीले फाल्नुपर्छ। के छ भने हामीले हाम्रै मान्छेले विश्वास गर्दैनौँ। हामीले हाम्रो मान्छेलाई ढुक्कसँग विश्वास गर्न सक्नु पऱ्यो नि त। हाम्रो मान्छेलाई बढाउनको लागि त मेरो मान्छे माथि पुग्नको लागि त मैले मेरो मान्छेले विश्वास गर्नु पऱ्यो नि। हाम्रो क्षमताको कदर हामीबाटै गर्नुपर्छ, हामीले विश्वास गर्नुपर्छ। मैले तपाईँको विश्वास गरेँ तपाईँले मेरो विश्वास गर्ने हो त। त्यो पनि हामीले एउटा अगाडि बढाउने कुराहरूलाई, यी विश्वासको पात्रलाई पनि हामीले अगाडि बढाउनुपर्छ। हामीले यो वडा सदस्यले चाहिँ दलित हो जान्नुहुन्न, उहाँले चाहिँ जान्नुहुन्छ, अन्य जातको हुनुहुन्छ भन्ने एउटा मैले देखेको छु कहाँ कहाँ, त्यो